नमस्ते यहाँहरु सबैलाई। आज मैले एउटा विवरण या जानकारी लिएर आएको छु र मलाई आशा लागेको छ कि यो जानकारी तपाईको लागि उपयोगी नै हुन्छ। यो च्यानलमा चाहिँ प्राय एजुकेशनल र इन्फर्मेसन पर्पजेस को लागि भिडियो राखिन्छ। पेशाले म ज्योतिषी नै हो र यो च्यानल मेरो आफ्नै हो। यो ज्योतिष शास्त्रको त्यस्तो कानुनी वैधानिक कुनै मान्यता चाहिँ छैन। हुन त हाम्रो समाजमा अलि दुई प्रकारका व्यक्तिहरू अलि बढी हावी भएको भेटिन्छ। एउटा अलिकति बढी क्रान्तिकारीहरू हैन, अर्को चाहिँ एकदमै बढी फेरि सोझासाझाहरू। यो ज्योतिषको फलादेशमा पनि विभिन्न मान्यताहरू छ। कसैले कुनै कुरालाई फोकस गर्देला बढी, कसैले कुनै कुरालाई बढी फोकस गर्देला। त्यस्तै एउटा प्राय हाम्रो समाजमा बढी चलेको, अझ भारतमा त उदुमै मचाएको छ, हामी कहाँ पनि बढी चलेको छ अहिले पछिल्लो समयमा आएर काल सर्पयोग है। अब काल सर्पयोगको बारेमा केही ज्योतिषीहरूले चाहिँ यस्तो योगसोग भन्ने केही हुँदैन भनेर पनि प्रचारबाजी गरेको भेटिन्छ। केही ज्योतिषीले चाहिँ होइन हुन्छ भनेर पनि प्रचारबाजी गरेको भेटिन्छ। अब यो कालसर्पयोगको बारेमा दुईटा कुरा। अब प्राचीन समयमा जुन हाम्रा 18वटा महर्षिहरू छन्, तिनीहरूले चाहिँ कालसर्पको व्याख्या गरेका छैनन्। सर्पयोग भन्ने एउटा छ, त्यो अर्कै हो र अहिले मान्छेहरूले बढी हल्लाखल्ला गरेको कालसर्पयोग भन्ने अर्कै हो। कालसर्पयोगको बारेमा भारतमा चाहिँ सन् 1931 मा ज्योतिष रत्नाकर भन्ने जुन पुस्तक निस्केको थियो, त्यो पुस्तक मैले पनि पढेको हो। मार्केट त नभेटिएला है। त्यसको जुन लेखक हुनुहुन्छ देवकी नन्दन सिंह है। देवकी नन्दन सिंहले त्यहाँ कालसर्पयोग भनेर एउटा कुण्डली राखेका छन्। ती कुण्डली चाहिँ भारतका जवाहरलाल नेहरूको कुण्डली थियो र त्यहाँ उनले एउटा अनौठो कुरो लेखेका छन्। जवाहरलाल नेहरू मोतीलाल नेहरूका छोरा, जो सम्भ्रान्त परिवारका थिए, जसले ब्रिटिसबाट उच्च शिक्षा हासिल गरेका थिए, उनलाई जीवनमा कुनै पनि प्रकारको दुःख अभाव भन्ने थिएन। तर पनि त्यस्तो व्यक्तिले अंग्रेजसँग चाहिँ दुश्मनी लिन पर्यो र अंग्रेजले लगेर झ्यालखानामा हाल्दियो र जीवनमा उनले पनि धेरै नै दुःख कष्ट भोग्नु पर्यो। भनेपछि यो कालसर्पयोग भनेको अलिकति कष्टदायकै हो कि भनेर देवकी नन्दन सिंहले, जुन भारतका ज्योतिषी हुनुहुन्छ, उनको ग्रन्थ नै छ, पुस्तक छ ज्योतिष रत्नाकर, त्यसमा त्यो कुरो राखेका छन्। त्यसपछि नेपालमा पनि ज्योतिषीले त्यो कुरा उठाएका छन् है। अहिले के अब हामी कहाँ चाहिँ अलिकति हुन त यो यस्तै हो। ज्योतिषको नाममा प्राय अलिकति धर्म गुरुहरू हैन, कर्मकाण्डका विद्वानहरूले नै बढी कमान्ड गरेको देख्छु म सोसाइटीमा ज्योतिषको नाममा। अब फलादेशमा चाहिँ प्राय झाँक्रीहरू हैन, माताहरूको बढी कमान्ड देख्छु म। किनकि उनीहरूले अलिकति फ्यान्टास्टिक कुराहरू बढी गरिदिन्छन्। ज्योतिषले त्यस्तो धेरै फ्यान्टास्टिक कुरा गर्दैन, केही फ्याक्टका कुराहरू गर्छ है। अब मान्छेको साइकोलोजी कस्तो हुन्छ नि, मान्छे फ्याक्टमा जानुहुन्छ फ्यान्टासीमा जान रमाउँछ। जस्तो कसैलाई अब हामी कहाँ एउटा धर्मस्थान भन्ने हुन्छ जन्मकुण्डलीको फलित खण्डमा, तपाईँको धर्मस्थान अलि बिग्रिया रहेछ है, तपाईँ यसो धर्म कर्म अलिकति बल गर्नुहोस् भनेर भन्नुभन्दा नि तपाईँ पाप चाहिँ नगर्नुहोस् है भने उनीहरूले मान्दैनन्। बरु धर्म कर्म अलिक बल गर्नुहोस् भनेपछि चाहिँ हल्का मान्छन् है। त्यो धर्मस्थान बिग्रेको व्यक्ति चाहिँ पाप धेरै गर्छ भन्छ क्या ज्योतिषमा। पाप धेरै गरेपछि त्यसको फल उसका छोरा नातिले पनि भोग्नुपर्छ भन्ने छ। अब त्यो पाप नगर भनेर भन्यो भने उनीहरू मान्दैनन्, किन त्यो फ्याक्टको कुरा हो। तर धर्म कर्म गर्नुहोस् तपाईँको पाप नासिन्छ भनेपछि फेरि गुटुङटुङ लाग्छन् है। त्यो चाहिँ फ्यान्टासीको कुरा हो। त्यसले गर्दाखेरि अब ज्योतिषमा त फ्यान्टासी भन्दा फ्याक्टको कुरा बढी आउँछ। अब कालसर्पयोगको बारेमा पनि यो नेपालका ज्योतिषीले पनि त्यसको बारेमा उल्लेख गरेका छन्। त्यो चाहिँ मैले तपाईँलाई दिन खोजेको, देखाउन खोजेको है। अब यो
किताबै च्याति लागिसक्यो। यो चाहिँ उहाँका पुत्र सुपुत्रले डाक्टर सिटौला सहरमा समर्पण भनेर सिग्नेचर गरेर मलाई दिनुभएको। यो पुस्तकको लेखक हुनुहुन्छ प्रख्यात त्रिशक्ति पट्ट, प्रबल गोर्खा दक्षिण बाहु, शुभ राज्याभिषेक पदक, जनापद दीर्घ सेवा पट्ट र जानपद सेवा पदक उपसचिव ज्योतिषी पण्डित मणिप्रसाद तिवारी है, उहाँको यो पुस्तक छ। यसमा चाहिँ यो चाहिँ कहिले छापिएको भन्दाखेरि नि यहाँ हुन्छ, यो छापिएको धेरै पहिला है, अहिले होइन। यहाँ यो पाना नै गइसक्यो सबै। यसमा चाहिँ श्री 5 महाराजा धिराजका सचिवालय, श्री प्रमुख निजी सचिव राजदरबार नेपाल 31 वैशाख 2021 साल भन्दा राजा महेन्द्रको पालामा राजा महेन्द्रले चाहिँ लेख्नु भएको छ त्यहाँ, महाशय श्री 5 महाराजा धिराज सरकारबाट ज्योतिषशास्त्रमा तपाईको प्रयास तथा परिश्रमको सराहना गरी बक्सेकोले हुकुम बक्से बमोजिम सूचना गरेको छु भनेर भवदिए। यो मिसु भन्ने कुरा बुझिएन। मधुसूदन राज श्री 5 महाराज धिराजका निजी सचिव भन्दा राजा महेन्द्रले पनि यो किताबलाई चाहिँ तारिफ गर्नुभएको भनेर त्यहाँ सचिवालयबाट आएको छ। त्यसपछि यहाँ धेरैले नै आफ्नो मन्तव्य दिनुभएको छ है यो किताबमा। त्यसमा चाहिँ अब तुलसी गिरी अध्यक्ष मन्त्री परिषद भदौ 11 2020 साल छ। त्यसै गरी यसमा केशर शमशेर फिल्ड मार्शल हिज हाइनेस 21 साल वैशाख 15 गते छ। त्यसपछि मातृका प्रसाद कोइराला भूप प्रधानमन्त्री 22 चैत 2019 सालमा छ है। अनि त्यसपछि भीमनिधि तिवारी विक्रम मङ्सिर 12 2020 साल नेपाल भाषा प्रकाशन समिति भद्रकाली भनेर उहाँले दिनु। अनि यो किताबमा कालसर्पयोगको कुरा गरेको छ है। तर यसमा कालसर्पयोगको बारेमा जुन उहाँले हाम्रो मणिप्रसाद तिवारीजीले लिनुभएको छ, उहाँले ठ्याक्कै अब कहाँबाट रेफरेन्स लिनुभयो भने त यहाँ अब पछाडि रेफरेन्सको सूची त लामो दिनुभएको छ। उहाँले 42वटा पुस्तकको रेफरेन्स दिनुभएको छ। एकचोटि कुनबाट उहाँले सार्नुभयो भन्ने कुरा चाहिँ भएन, तर यहाँ कालसर्पयोग भनेर स्पष्ट लेखेको छ। यहाँ कालसर्पयोग टर्मोलोजी चाहिँ उयो छ, देवकी नन्दन सिंहले दिनुभएको र यसमा अग्रे राहु पृष्ठे केतु रन्तरश्च नवग्रह भनेको छ। अन्त अगाडि राहु भयो, पछाडि केतु भयो र बिचमा ग्रह बस्यो भने कालसर्प भन्ने यहाँ टर्मोलोजी छ। अनि यहाँ जुन व्याख्या गरिएको छ त्यो चाहिँ ठ्याक्कै इन्डियन पण्डितहरूले पनि यो भेउ चाहिँ पत्ता लागे जस्तो लागेन मलाई। मैले प्रायः इन्डियामा कुनै कुनै कार्यक्रमहरूमा गयो भने कुरा जोड दिन्छु है। कालसर्प भवेद योगो भन्दा कालसर्प भवेद योगो वंशनाशो भवेद ध्रुवम भनेको छ। भन्दा जसको कुण्डलीमा कालसर्प योग परेको हुन्छ नि त्यसले आफ्नो वंशलाई चाहिँ नाश गर्छ, हानि पुर्याउँछ भनेर यहाँ चाहिँ व्याख्या गरिएको छ है। अब कालसर्प योगले अब देवकी नन्दन सिंहले चाहिँ भने होइन अलिकति यसले त अप्ठ्यारो पार्ने हो कि जवाहरलाल नेहरू जस्तो मान्छे, मोतीलाल नेहरूको छोरो है, त्यत्रो एलिट क्लासको मान्छे, त्यो पनि दुनियाँ लफडा झेल्नु पर्यो भनेर अलिकति दुःखद हो कि भनेर चाहिँ उनले जोडेका छन्। अब हाम्रो तिवारीजीले चाहिँ अलिकति वंशलाई पीडा हुन्छ भन्ने शब्द प्रयोग गरेका छन् है। यो चाहिँ कालसर्पको बारेमा भएको दुईटा चुरो कुरो है। मैले चाहिँ चुरो कुरोको जानकारी गराउने गर्छु। अब यो कालसर्पले वंशलाई पीडा दिने भन्ने कुरो एउटा भयो। अर्को कुरो चाहिँ कालसर्प योग परेको व्यक्तिको जीवनमा अलिकति कठिनाइहरू हुनसक्छ कि भन्ने भयो। यो दुईटा कुरो चाहिँ ठ्याक्कै हामीले माइन्डमा सेट गर्नु पर्यो। त्यसपछि अब कालसर्प योगको राहु र केतुको कुरो हो है। तर त्यसमा जुन हाम्रो अन्य ज्योतिषको सिद्धान्तहरू छ त्यसमा चाहिँ 63 एकादशी भौम, 63 एकादशी राहु, सर्व हरिष्ट प्रशान्ति भन्ने कुरोलाई चाहिँ अलिकति मनन गरिदिनु पर्ने देखिन्छ। भन्दा 63 एकादशी राहु 3, 6, 11 भावमा राहु भयो भने त्यसले जन्म कुण्डलीमा भएका अरू अनिष्टहरूलाई पनि
शान्त गर्छ, प्रसन्न पार्छ भन्ने जुन ट्रमोलोजी छ त्यो ट्रमोलोजीलाई मैले चाहिँ हल्का प्रयोगमा ल्याउने गरेको छु है। मतलब तपाईँको कालसर्पयोग त पर्यो, तर तेस्रो घरबाट, छैटौँ घरबाट, 11औँ घरबाट कालसर्पयोग परेको भयो भने तपाईँको जीवनमा चाहिँ उल्टो हुन्छ। भन्दा दुःख कष्ट झन्झट हो कि भन्ने ठाउँमा सुख शान्ति समृद्धि बढ्छ। त्यो चाहिँ मैले स्टडी गरेको कुरो है। तपाईँलाई यस्तो दुनियाँ अब युट्युबमा त्यतिकै ज्योतिष, टिकटकमा त्यतिकै ज्योतिष, फेसबुकमा ज्योतिष, रेडियो टेलिभिजन ज्योतिषै ज्योतिष है। पहिला मैले इमेज च्यानल टेलिभिजनमा 62 सालको फागुनमा चाहिँ माघमा थियो, 14 फेब्रुअरीको दिन थियो मैले पहिला प्रोग्राम सुरु गर्दाखेरि। अनि मान्छेले म टेलिभिजनमा ज्योतिषको प्रोग्राम आउँछ भन्दा मान्छेले हाँस्थे, भाइ ज्योतिषको कुरो पनि कहाँ टिभीमा आउँछ भन्थे है। अहिले यस्तो धेरै यसको कन्टेन्ट चाहिँ क्रिएटरहरू डेभलप भयो कि अब त्यसमा त छोइ नसक्नु नै भयो है। त्यसमा कतिपय कुराहरू इन्फर्मेसन छन्, कतिपय कुराहरू मिस इन्फर्मेसन छन् होइन। यी कुराहरू यस्तै हो। तर पनि अहिले कालसर्पयोगको बारेमा तपाईँलाई यसो केही डाउट थियो भने यो भिडियोले केही कुराहरूलाई चाहिँ सम्बोधन गर्न सक्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर मैले यो भिडियो बनाएको हो है। प्रतिक्रियाहरू पनि दिनु होला है त। अहिलेको लागि चाहिँ बिदा दिनुहोस्।